आज चाहिँ हामी ढेँडो माम खाने हो। केटाकेटीहरूलाई चाहिँ ढेँडो मन पराउँदैन, उनीहरूलाई फेरि फाल्टै खाना बनाउनुपर्छ। आज हामी तीनजना चाहिँ सासुआमा, म, मेरो बुढी चाहिँ फर्सीको तरकारी अनि मकैको ढेँडो बनाएर खाने हो। अनि बुढीले ढेँडो पनि ओडालिसक्यो। अनि अब फेरि अब पाकिसकेछ, अब पस्काएर रेडी गरिसक्यो है। फेरि नानीहरूलाई चाहिँ अन्डा करी माम, हामी चाहिँ ढेँडो, मकैको ढेँडो र फर्सीको तरकारी अब खाने हो। चप्प लाएर कबरे खोर्सानीसँग पस्काइसक्नु लाग्यो। अब लाएर झ्याप्प लाएर खाने हो। खाना झ्याप्प झ्याप्प मिठो, एकदम स्वादिष्ट फेरि हुन्छ यो खाना चाहिँ। मलाई चाहिँ मेरो फेभरेटै भएको छ अहिले चाहिँ ढेँडो माम। ल अब खाइ पनि सक्नु लाग्यो। हामी चाहिँ अब डेली नै हो हाम्रोमा ढेँडो पाक्ने नै, मेरो लागि है मेन चाहिँ ढेँडो पाक्ने भनेको। अरूलाई त चल्छ, म र सासुआमालाई पनि खासै चाहिँ मन पराउनुहुन्न, म चाहिँ हो अलिक